आज मेरो भिडियोको चौथो दिन अनि साथै आइतबार पनि। आइतबारको दिनमा मैले के काम गरेँ हेरौँ है त। हेलो, इट्स मी बेबिसा फ्रम मुम्बई। म चाहिँ बेबी सिटिङको काम गर्छु। आज चाहिँ बिहानै नुहाएर आएको। यहाँ चाहिँ मौसम यति धेरै सुहाना भएको थियो, लाग्दै थियो पानी पर्ला पर्ला जस्तो। नभन्दै 10-15 मिनटमा त पानी परिगयो। अब त शीतल होला भनेर सोचेको थिएँ, धेरै बेरको लागि पानी नै परेन। गएको साल त यति बेला पानी परेको थियो, तर यो पालि त कुन्नी किन हो, बल्ल आज पानी पर्दै थियो। अब यो कुरालाई यहीँ साइड लगाम अर्कोतिर। म चाहिँ बिहान चेसको म्याचको लागि 9 बजे गएको थिएँ। त्यहाँनिर चाहिँ भिडियो बनाउन अलाउड हुँदैन, त्यही भएर मैले भिडियो बनाएन। यो भिडियो चाहिँ दिउँसो खाना खाने टाइमको बेलाको। मेरो लागि चाहिँ खानै आएको थिएन, त्यही भएर म चाहिँ गएको थिएँ रेस्टुरेन्ट खाना ल्याउनको लागि। जबसम्म खाना प्याक भयो, अर्डर दिएको थिएँ, तबसम्म चाहिँ त्यहाँ बसेर मैले आफूलाई कोल्ड ड्रिङ्क लिएर पिएँ। अनि त्यस पछाडि जसरी खाना जस्तो प्याक भयो त्यस्तै खाना लिएर कुदेर म लागेँ म्याच भएको ठाउँतिर, किनकि त्यहाँ मैले बाबुलाई एक्लै छोडेको थिएँ। दिउँसभरि यति धेरै बोरिङ थियो नि भन्नै सक्दिनँ। बिहान 9 बजे गएको, 3 बजीसम्म त भ्याइएला भन्ने सोचेको। म्याच भ्याउँदा 5 बज्यो अनि थाकिहालेको यस्तो शरीर लिएर म चाहिँ जाँदै थिएँ घर। यहाँसम्म भिडियो हेरिदिनुको लागि सबैजनालाई धेरै धेरै धन्यवाद। मिलाउँला भोलिको भ्लगमा, तबसम्मको लागि बाई बाई।